नमस्कार। रूपन्देही घर भएको 30 वर्षको क्षेत्री समुदायबाट अविवाहित पुरुष दुलाह बिहे गर्नको लागि क्षेत्री अथवा ब्राह्मण समुदायको महिला दुलही खोजी गर्दै हुनुहुन्छ। पुरुष दुलाह हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ। उहाँको हाइट भन्नुपर्दा 5.7 रहेको छ भने उहाँ एकदम गोरो ह्यान्डसम हुनुहुन्छ। उहाँको पढाइ ब्याचलर कम्प्लिट रहेको छ। पेसाले उहाँ जापानिज ल्याङ्ग्वेज पढाउनुहुन्छ र अब वर्किङ भिसामा जापान जाँदै पनि हुनुहुन्छ। उहाँले सकेसम्म बिहे गरेर जापान जान पाए हुन्थ्यो भन्ने उहाँको मनसाय छ। उहाँ जापान गइसकेपछि 2-3 वर्षमा श्रीमतीलाई पनि जापान लैजानुहुन्छ। उहाँले खोज्नु भएको राम्री होइन, पढे लेखेको पनि होइन। सकेसम्म सहरमा बसेको भन्दा पनि गाउँघरमा आफ्नै फ्यामिलीसँग बसेको, गाउँघरमै पढेको, हुर्केको, बढेको, असल इमान्दारी संस्कारी परिवारलाई रेखदेख गर्न सक्ने, भोलि सहरमा पनि फिट, गाउँमा पनि फिट, स्वदेशमा पनि फिट, विदेशमा पनि फिट हुन सक्ने असल इमान्दारी, नपढेको भए पनि केही फरक पर्दैन, क्षेत्री अथवा ब्राह्मण समुदायकी महिला दुलही खोजी गर्दै आउनुभएको छ। ल, महिला दिदीबहिनीहरू अथवा तपाईँको आफन्तमा कोही त्यस्तो मैले भनेको जस्तो पुरुष दुलाहको खोजी गर्दै हुनुहुन्छ भने अब ढिला नगरिकन हामीलाई व्हाट्सएप नम्बरमा अथवा टिकटक फेसबुकमा मेसेज गर्न सक्नुहुन्छ अथवा हाम्रो बायोमा रहेको नम्बरमा कल समेत गर्न सक्नुहुन्छ। मैले भनिहालेँ, पुरुष दुलाह एकदम ह्यान्डसम हुनुहुन्छ, असल इमान्दार हुनुहुन्छ। साधारण पढे लेखेको भए पनि केही फरक पर्दैन, गाउँघरको भए पनि केही फरक पर्दैन, सहरमा नबसेको भए सबैभन्दा राम्रो उहाँलाई त्यो हुनेछ।